नमस्कार हजुरहरू सम्पूर्णमा। अब आज शनिबार अर्को काम सकेर चिया पिएपछि त अब अरू काम गर्नुभन्दा अगाडि एउटा भिडियो त बनाउनै पर्यो। आजको भिडियो चाहिँ मैले हाम्रो यो सामाजिक सञ्जालमा अहिले आइरहेको कुरा यसलाई चाहिँ म त्यो विषयमा भन्दाखेरि पनि हामी समाजले त्यसलाई हेर्ने दृष्टिकोणको बारेमा र त्यो जसरी अहिले त्यसलाई हामीले गरिरहेछौँ त्यसमा मात्रै म सीमित रहेर यो भिडियो बनाउँदैछु है त। यो महिलालाई हैन, महिला र पुरुष बीचमा भएको समभोगलाई हामीले कसरी हुन्छ त्यो महिलालाई चाहिँ गलत देखाउन, महिला गलत हो भन्ने कुरामा हामी यसरी लाग्छौँ क्या। अरू कुराहरू धेरै कुराहरू हुन्छ क्या त्यो विषयलाई कसरी हेर्ने भनेर भन्ने। जस्तै दुईटी छोरीहरूको कुरा अदालतसम्मै पुग्यो। ती पुरुषहरू निकै प्रख्यात थिए। त्यो भएर अदालत पुगेपछि सबै समाचार बन्यो। ती नानीहरू 18 वर्षभन्दा कमका थिए, एकजना त 16 भन्दा पनि कमकी थिइन् अझ। त्यस्तो नानीहरूलाई प्रेम गर्छु भनेर, विवाह गर्छु भनेर ललाई फकाइ गरेर त्यो लल्ली नै फकिने बेला हो हजुर। त्यो 16-18 वर्षको मान्छेले गरेको कामलाई चाहिँ हामीले त्यो गर्ने पुरुष पनि त्यति नै उमेरको भएको भए म यो घटनालाई यसरी हेर्दिनँ थिएँ होला। तर पुरुष एकजना त 30 कटिसकेका थिए, अर्का पनि 22-24 वर्ष भनेर चाहिँ जे भए पनि ऊ फिनेन्सियली दुवै पुरुषहरू इन्डिपेन्डेन्ट थिए। फिनेन्सियली सोसियली एकदमै हाई स्ट्याटस भएका थिए। आफ्नै गाडी थियो। तिनीहरूले चाहिँ त्यो महिलाहरूको लाइफमा उनीहरूले पार्ने हरेक हिसाबले इम्प्याक्ट पार्न सक्ने पुरुषहरू थिए। उमेरमा उनीहरू निकै ती नानीहरूभन्दा ठुलो उमेरका थिए। 25 वर्षको केटी र 35 वर्ष 40 वर्षकै केटा छ भने पनि मलाई त्यो एज डिफ्रेन्स लाग्दैन। तर 16 वर्षको नानी र 24 वर्षको पुरुष चाहिँ, अर्थात् 18 वर्षको छोरी र 24 वर्षको पुरुष वा 16 वर्षको छोरी र 32 वर्षको पुरुष भनेर चाहिँ धेरै एज ग्याप हो क्या। किनभने म्याचुरिटीको हिसाबले पनि त्यो धेरै डिफ्रेन्स हो। यस्तै केस थियो हजुर दुईवटा। अहिले अदालतबाट टुङ्गो लागिसक्यो। तर ती छोरीहरूलाई के भन्यो भने नि 90% म्यासेजमा गाली गलौज हुन्थ्यो। थाहा पाउनु पर्दैन, छोरी मान्छेको संस्कार हुँदैन, किन पुगेकी त्यहाँ होटलसम्म, त्यो होटलसम्म जाने अनि त्यहाँबाट मलाई बलात्कार भयो भन्ने, यिनै कुरा थिए। ती नानीहरू संस्कारहीन थिए। उनीहरूको उमेर सानो छ। त्यो उमेरमा चाहिँ यस्तो खालको उतार चढावहरू आउँछ, त्यो बेला मान्छेले बुझ्न सक्दैन भनिएन। फेरि उनीहरू होटलसम्म गएका थिएनन् हजुर, आफ्नो प्रेमीसँग गएका थिए। आफ्नो प्रेमीसँग, जोसँग विवाह गर्छु भनेर सपना देखाइएको थियो। भलै एक रातको लागि शरीर भोग गर्नको लागि पनि होला, भए पनि उनलाई प्रेम र विवाहको लोभ देखाइएको थियो। अनि हरेक कुराले आफूभन्दा अब्बल, हामीलाई समाजले हुर्काएको, परिवारले सिकाएको पुरुष, आइडल पुरुष थिए तिनीहरू। त्यो उनीहरूसँगको प्रेमले पनि यसलाई त्यहाँसम्म डोराएर लगेको थियो। तर त्यहाँ पनि ती छोरीहरूलाई गलत भन्यो, जसको विचार आज बुझ्दै होला उनीहरूलाई किन गाली गरियो भनेर। उमेर बल्ल उनीहरूको 20 वर्ष कट्दै होला नि, अझ एउटी त कटेकी पनि छैनन् होला। अनि यही समाज आज फेरि आफ्नै उद्योग धन्दा, कलकारखाना, पैसा, करोडौँ पैसा दिन सक्ने मान्छे हैन, कसैले बेइज्जत गरिदिन्छ भनेको घरमा कति अर्ब खर्बपति नै हुनु होला उहाँ त। म त्यति मात्र पनि भन्दिनँ। घरमा आफ्नो श्रीमती, आफ्नो बालबच्चा, आफ्नो परिवार सबै भएको मान्छे, आफ्नो घर सम्पत्ति, बिजनेस, व्यापार सबै भएको मान्छे, उमेर पुगेको मान्छे। अनि त्यो मान्छे कहाँ पुग्छ भन्दा एउटा महिला जो आफ्नो छोरी लिएर डिभोर्स गरेर, उसलाई त हरेक कुरा खाँचो थियो होला क्या हजुर हैन। उसको फिजिकल निड पनि थियो होला, उसलाई पैसाको अभाव पनि थियो होला, उसलाई समाजले लगाउने यो समाज कति क्रूर छ थाहा छ। एउटा डिभोर्सी महिलाको लागि, एउटा एकल आमाको लागि समाज भन्दिनँ म, परिवारै क्रूर छ हजुर। महिलाको हाँसो खुसी, महिलाको आफ्नो कुरा भन्ने कहाँ सुन्न मान्छ, परिवारले पनि मान्दैन। त्यहाँबाट पिल्सिएको एउटा महिलासँगको उसको सम्बन्धलाई अहिले आएर फेरि हामी सबै उर्लिएर त्यो महिलालाई एकहोरो दोषारोपण गरिरहेछौँ। पुरुष किन गएको त थियो, त्यही कुरा भनौँ न त हजुर। त्यो पुरुष त्यहाँसम्म किन पुगेको भन्ने त हुँदैन। उसको त परिवार छ, श्रीमती छ, महालक्ष्मी जस्तो श्रीमती छ, ऊ बालबच्चा छन्। अनि ऊ किन त्यहाँसम्म पुगेको त। फेरि पुरुषको एउटा विशेषता क्या, मलाई अचम्म लाग्छ हजुर। त्यस्तै महिला बाटो पुग्छन् क्या उनीहरू, थाहा छ, जहाँ कमजोरी हुन्छ, जसलाई कुन कुराले चाहिँ प्रभाव पार्न सकिन्छ, दबावमा राख्न सकिन्छ, त्यो सबै कुरा थाहा हुन्छ उसलाई, त्यहाँ पुग्छ। कमसेकम महिला त तल उभिएर केही नभएर पनि यसरी माथि हेर्ने हैसियत राख्दा रहेछन् कि अलिअलि भागै मान्छे च्याउँदा रहेछन्। अनि किन गएको त पुरुष चाहिँ फेरि त्यस्तो महिला बाटो ट्र्याप हुनलाई। त्यसो भन्न पर्ने हो कि भन्छु म त। त्यो दुईटी नानीहरूलाई गाली गलोज गर्नेहरूले चाहिँ त्यो 95%, 90 भने मैले 95% होला,
पुरुषले चाहिँ बुझ्नु नपर्ने, पुरुषले चाहिँ सोच्नु नपर्ने, उसले आफ्नो घर परिवार बचाउनु नपर्ने, आफ्नो श्रीमतीलाई उसले चाहिँ सम्मान गर्नु नपर्ने? के एउटा महिलाले चाह्यो भने 10औं पुरुषलाई चाहिँ त्यस्तै बनाइदिन सक्छन् होला? त्यसो भए कि आज हाम्रो समाजमा चाहिँ कहीँ पनि कोही पनि पुरुषहरूको राम्रो छैन त? त्यस्तो होइन हजुर, मन लागि गर्ने होइन। त्यो महिलाको लागि हरेक कुरा गर्न तयार हुन्छन् क्या, हरेक कुरा गर्न तयार हुन्छन्। ढाँटेर झुटो बोलेर मैले यो केसमा भनेको होइन, कता कता मेरो पनि भोगाइ छ। थाहै नपाई ब्याङ्कमा पैसा राखिन्छ, थाहा नपाई मोबाइलमा पैसा हालिन्छ नम्बर पत्ता लगाएर। हो, अब यस विषयमा बोल्न चाहन्न, किनभने म कसैलाई असर पार्न चाहन्न। तर यथार्थ हो, जब महिला एक्लो छ अर्थात् यो यसको चाहिँ यसलाई चाहिँ पारिवारिक रूपमा यो मान्छे चाहिँ विक्षिप्त छ, हरेक मान्छेले सहारा खोज्छ क्या हजुर। हरेक मान्छे प्रेम पाउनको लागि चाहिँ लायक नै हुन्छ यदि उसले कुनै पनि उसलाई रेस्पेक्ट गर्छ भने। अनि त्यसको अन्त्य चाहिने यस्तो हुन्छ। धेरै कमी कमजोरी छन् हामी महिला दिदीबहिनीहरूको पनि, तर म फेरि भन्छु हाम्रो संस्कार हेरौँ न, हाम्रो रुट हेरौँ न, हामीलाई कसरी हुर्काएको छ हेरौँ न। त गर्न सक्छस् भन्नुभन्दा पहिला तैँले अरूको गर्नुपर्छ भनेर सिकाएको छ। त्यही भएर म भन्छु क्या, छोरी मान्छेहरू केहीमा हतार नगर प्लिज। बल्ल तल्ल त अलिअलि महिलाले केही गर्न सक्छन् भनेर भन्ने समाजमा हुँदैछ, देखिँदैछ। अनि यही बेलामा फेरि चाहिँ एकमाथि अर्को प्रहार है। काहीँ चाहिँ हजुरको 30 वर्ष पुगिसकेको महिला राजी खुसीले अर्काको श्रीमानसँग बसेको छ, अनि त्यसपछिबाट चाहिँ होइन यसले मलाई चाहिँ यसो बलात्कार गर्यो भन्दै हिँडेको छ है। त्यस्तो रिलेसनमा जुन कानुनी अस्तित्व नै नभएको रिलेसनमा हामी बस्छौँ र त्यो पछि फेरि कोलो मचाउँछ सामाजिक सञ्जालमा। यसले 90% जो दुःख गरेर मेहनत गरेर रगत पसिना एक गरेर आफ्नो सन्तानको लागि बाँचेको छ, आफ्नो परिवारको लागि बाँचेको छ, ती महिलाहरूको शिर निहुरिन्छ क्या। अलिअलि त्यता पनि ख्याल गरिदिउँ न। यो तपाईँहरू एकजनाले गरेको कुराले होइन, यो कुरामा मैले त्यो महिलाले गरेको कुरा के हो कसो हो त्यो त्यतातिर म जान्न, त्यो इन्भेस्टिगेसन हुँदै गरेको विषय मलाई त्यसमा प्रवेश गर्नु छैन। तर एउटा कुरा के हो भने त्यसले समग्र महिलाहरूलाई फेरि एउटा पुरुषलाई चाहिँ त्यो पुरुष राम्रो त्यो महिला खराब भनेर फेरि अर्को एउटा नारा बनाएको छ, फलानी यस्तो फलानी यस्तो। त्यो समभोग हो हजुर, समकार्य हो, सहकार्य हो। अनि ट्र्याप गरिएको थियो, कोठासम्म पुर्याएको थियो भने समभोग हो। त्यहाँ कोही एउटा पक्ष मात्र गल्ती हुँदैन। अपराधी हो भने दुवै हो कि त्यो भनौँ, एउटा होइन। अनि कसैले पनि नि तँलाई यसो गरिदिन्छु भन्दैमा करोडौँ रुपियाँ दिन सक्छ? लेनदेन कसैले कसैलाई गर्न सक्छ त्यत्रो पैसा? भनौँ न, हो उहाँहरू त अरबपति खर्बपति होला, उहाँको लागि हाम्रो लागि 10-20 हजार 1-2 लाख रुपियाँ खर्च गरे जस्तो होला त्यो कुरा। म त्यतापट्टि पनि जान चाहन्न। तर हेर्नु, गलत जहिले पनि महिला मात्रै हुँदैन, कार्य गलत होला तर त्यो एउटा महिलाले मात्र कहिले पनि फेरि भनौँ न तिनी नानीहरूलाई पटक सम्झ्यौँ कि हामी त 16 वर्षीय छोरीहरूलाई पनि 32 वर्ष 34 वर्षको पुरुषले राखेको सम्बन्धलाई पनि हामी प्रेम गर्छु विवाह गर्छु भनेर राखेको सम्बन्धलाई पनि हामी त्यही महिला गलत हो भन्छौँ भने। अनि आज आएर फेरि सबै कुरा भएको पुरुष एकल एउटा आमा जो आफ्नो सन्तान हुर्काएर बसेको आमा, उसलाई त आवश्यक थियो होला कसैको साथको, कति कुरा थियो होला नि। तर प्लिज यो कुराले फेरि महिलाहरूलाई एकपटकमा फेरि सबै महिलालाई लात्तीले हानेर पछाडिमा पुर्याइदिन्छ क्या, तिमीहरू यस्तै हो भनेर। अब चाहिँ अलिकता चेन्ज केमा आएको छ भने पहिला महिला मात्र बजार हुन्थे, अब पुरुषहरू पनि बढ्न थालेछन् भन्ने चाहिँ हुन्छ होला। थ्याङ्क यू।